अर्को चाहिँ सर्वसत्तावादी हैन, यो तानाशाही नभएर सर्वसत्तावादी रिजिम हुन गइरहेको छ। भेरी फ्रेन्कली सर्वसत्तावाद भनेको के हो भने जहाँ पनि स्ट्याब्लिस नर्म्सहरू हुन्छ, त्यसैले प्रधानमन्त्री राष्ट्रपतिले किन पढ्नुपर्ने? प्रधानमन्त्रीको हो त्यो के भन्छ नि, त्यो नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढे पनि हुन्थ्यो। वा प्रधानमन्त्रीले कसैलाई रिपोर्ट गरेर स्वर्णवादले हेरे पनि हुन्थ्यो। होइन भने सबै कुरो संविधानमा लेखिएको हुँदैन। राष्ट्रपति आउँदाखेरि त्यहाँभित्र छिर्दाखेरि भए पनि त्यहाँ सलामी किन दिने? सुरु हुनुभन्दा अगाडि जाने के अरे त्यो हाम्रो राष्ट्रगान किन गाउने? किन उभिने? राष्ट्रपति पस्नुभन्दा अगाडि किन उभिने? पस्दाखेरि किन उभिने? केही नियमहरू हुन्छन्, स्ट्याब्लिस नर्म्सहरू हुन्छन् जसलाई पुरा गर्नुपर्छ। अर्को कुरो के हुन्छ भने प्राइम मिनिस्टर भन्ने पद एक्जिक्युटिभ चिफ मात्रै होइन, यो सोसल पनि पद हो। जनताको प्रतिनिधि जनतासित बोल्दै नबोल्ने त होइन नि। इफ ही इज डिफेन्ड अन होइन, उहाँ बोल्न सक्नुहुन्न, सुन्नुहुन्न भने कमसेकम साइन ल्याङ्ग्वेजमा त कुरा गर्न सक्नुहुन्छ त। किन त्यसलाई स्ट्याब्लिस नर्म्स माथि पनि वास्ता नगर्ने?